हामी सुन्तला खानका लागि हाम्रो बरुवा सर्कुमा हामी जाँदैछौँ है। यो चाहिँ खापबारी बजार, खापबारी बजारबाट हामी लाग्दैछौँ। गल्यो होला सरकार, हजुर गल्यो होला। अझै माथिबाट पो त नि छ, हजुर अझै माथिबाट पो त नि हामी जान्छ। साइला रहेछ, साइलालाई देखा, साइला डन हाम्रो खानबारीको डन। ओइ डन कहाँ गएर आएको तर्स्यो साइला तर्स्यो। विशेष गरी यो सङ्खुवा सभाको मात्रै नभएर हाम्रो नेपालकै सबैभन्दा ठुलो झोल विद्युत आयोजना अरुण तेस्रो जाने बाटो भएको छ। यो एकदमै राम्रो बाटो बनेको छ अहिले, केही माथिसम्म ठुलोढुङ्गासम्म, ठुलोढुङ्गादेखि हुँदै यहाँ चाहिँ सिलिचोन लुम हुँदै यहाँ चाहिँ चाइनासम्म पुग्ने, चाइनाको बोर्डरसम्म पुग्ने ठाउँ पनि रहेको छ। र यो ठाउँमा एकदमै हामीले महसुस गरिरहेका छौँ, एकदमै चिसो महसुस गरिरहेको छ। चिसो मौसम सहित हामी सुन्तला खानको लागि जाँदैछौँ। र पोहोरको साल हामी सुन्तला खान गएका थियौँ, एकदमै अविस्मरणीय नै रहेको थियो र यसपालि पनि त्यस्तै रहनेछ। र परविराज सरमा आज हामी दुईजना बाइकमा जाँदैछौँ। एकदमै रमाइलो भइरहेको छ, चिसो मौसम। खापबारीदेखि उँधो लाग्यो भने चाहिँ एकदमै तातो हुन्छ, तर खापबारीदेखि यहाँ मानवभन्ज्याङ साइडतिर गइसके पछाडि एकदमै चिसो हुन्छ, मजा आउँछ। बाइकमा चाहिँ अहिले यो माघ पुसको समयमा एकदमै चिसो नै हुन्छ। त्यही पनि हामीले चिसो सुन्तला खानको लागि जाँदैछौँ है। र हाम्रो साथीहरू पनि पछाडि आउँदै हुनुहुन्छ र केही साथीहरू पनि अगाडि हुनुहुन्छ। यहीँ परदेखिको हाम्रो छुट्टिने ठाउँ रहेको छ। यहाँदेखि उँधो होइन सर हाम्रो, यहाँदेखि यता जाँदा हुन्छ, यता सर्टकट जाँदा हुन्छ। यतैबाट होला, सर्टकट यतै हो। यहीँबाट किनकि पोहोर पनि यहाँबाट चाहिँ सेवा पनि पुगिन्छ, सेवा जाने बाटो पनि रहेको छ। पोहोर चाहिँ बाटो एकदमै खत्तम थियो, यसपालि चाहिँ कस्तो छ। यहाँबाट माने भन्ज्याङ पनि निस्किन्छ नि त सर? माने भने आइसक्यो हो। यही माने माने भन्ज्याङ नै भन्छ। माने भनेकै
बजार एकदम सुनसान छ एकदमै सुनसान सुन्दर शान्ति यस्तो खालको। सबै टोली अगाडि नै हो सबैजना अगाडि है धेरै जसो पछाडि हुनुहुन्छ यहाँबाट उँभो होइन त उकालो साथीहरू यहाँ हुनुहुन्छ है यहाँ भेला भयो खै अरू कता कता जानु पछाडि हुनुहुन्छ हामी यहाँ 3टा बाइक छौँ चेवा यहीँबाट जान्छ होइन सर जेवा त पर त्यो अघि हामी अलिकति भित्र पसेदेखि तलतिर जाने बाटो जेवा सर ए साँच्ची त सरी ल यो चाहिँ यता हेल्ला बेसी जाने हो ए, चन्दनपुर हुँदै ए, हामी छोटो बाटै हो हाम्रो पनि अड्का त्यसले गर्दा घचक घचक पनि पार्छ नि ओहो हो अड्कियो नि त एउटा त्यो चाहिँ लाने हो त्यतिकै अड्क्यो नि ल थाहै भएन उसलाई है त्यतिकै लाने हो अड्किरहेछ अड्किरहेछ थाहै भएन नि अड्किरहेछ झार्नु त झार्नु अड्किन्छ होला हौ तान्नु पर्ने रहेछ नि के गर्नु झर्दैन झर्दैन त्यो त त्यो अड्किन्छ लाने उतै फेरि मुनि झार्ने भरे यस्तो गर्ने आयो फेरि पल्लो बाटो
अब सुन्तलाबारी आइपुग्न लाग्यौँ गाइजहरू होइन त सर अब धेर छैन धेरै छैन अब तर 1 किलोमिटर जतिको होला अझै आम्मामा हेर छ नि माथि छिरेपछि अलिक परेको हो त बुढा त नि राम्रो पो हिँड्दो रहेछ त उ नि बानी भइसक्यो नि हेर्दा हेर्दा त्यही भएर पो बुढो हतार गर्दो रहेछ त बिहान 4:45मा आइपुगिहाल्छ पाउने 6मा भने चाहिँ यहाँबाट त 5:15 साह्रै मिहिनेत थियो फेरि घरमा यताउता सबै गरेर घरको सबै भ्याउनुहुन्छ नि पोहोरको साल चाहिँ एकदमै यो बाटो एकदमै खतम थियो अहिले चाहिँ धेरै राम्रो पनि भएछ तर त पहेँलै आइपुग्यो साथीहरू टोलीहरू दुईटा अगाडि नै रहेछ साथीहरूले खाइसकेछ नि है ल फाइनली हामी चाहिँ आइपुग्यो सुन्तला खान आइपुग्यो सुन्तले आइपुग्यो टोलीहरूले अघि अघि ल फाइनल्ली हामी आइपुग्यौँ है गाइजहरू हामी सुन्तलाबारी बगानमा आइपुग्यौँ ल अघि आएर ऊ खाइसक्नु भएछ रबिन सरकामा सुन्तला हेलो हेलो हामी सूर्य बोर्डिङका हेपेको हेपेको खै एउटा मलाई पनि हो त्यो हो त्यो हो त्यो हो त्यो ल वा ल पाएँ मैले पाएँ वा ल खाइए आज ल हाम्रो एक झोला आएछ म्याडम कस्तो लागिरहेछ मलाई लोभ लागेर कुन ठाउँमा गइरहेछ यो काम कि आत्तिएर मरिन्छ भनेपछि तपाईँको फर्स्ट टाइम हो फर्स्ट टाइम त किन हुने यहाँ आएको चाहिँ फर्स्ट टाइम त त्यही त पोहोर म आत्तिएको जस्तै हो फर्स्ट टाइम आत्तिने गरी भयो ए सुन्तला लु लाउनु बोक्रा चरीको नि बोक्रा फ्यालुन बोक्रा यो हाम्रो सुन्तला हुन् कसले कसले धेरै मुखै भेटाउने के लाउनु धेरै मुखे भेट्टाउने पोहोर पनि त्यस्तै भएको थियो 11 मुखे हो क्या हाम्रो धनी चाहिँ उहाँ हुनुहुन्छ है बरुवाल सर एकदमै धेरै मेहनती उहाँको लगभग यहाँनिर 150वटा बिरुवा जस्तो छ यो त एकदम अन्तिम समय जस्तोमा हामी आइपुगेको छौँ अनि एक गेडा चाहिँ राखिदिनु